विशाल भाइ हाम्रो गोप्रोको अहिले भिडियो बनाएर भाइरल हुनुभएको विशाल कहाँ हो? अहिले कहाँ हो त नि? म अटो कुरिरहेको अब आउनु थाले। क्याफेमा कि त्यो पसलमा? ए ल ल ल ल ल आज चाहिँ हाम्रो बुद्ध दाईको बर्थडे छ अनि पैसा छैन टाढाङ के किन्नलाई पनि पैसा छैन। मेरो ल्यापटप बिग्रेको थियो बिहान भर्खर ल्यापटप ल्याएको 6000 पैसा हालेर बनाएर होइन अनि पैसा सुक्का छैन। मसँग 5000 थियो घरमा 1000 रुपियाँ माग्यो। मेरो चाहिँ कस्तो हुन्छ भने दाइ र दिदीले पठाएको पैसा हुन्छ कि मसँग मेरै खर्चको लागि छुट्याएर राखेको हुन्छ होइन। अनि मसँग 5000 थियो घरमा 1000 रुपियाँ मागेर बनाएर ल्यायो बिहान भर्खर ल्याएको ल्यापटप होइन। अनि अस्तिको कलर हालेको भ्लग पनि अघि भर्खर अपलोड गरेर आएको छु अनि त्यही हो त्यहीँ गएर देखाउँछु नि। आज अनिलको काउन्सिलिङ हुन्छ है। बिहान कल किन नगरे के छ साथी? बर्थडे बोय देखेन क्या तैँले? ओहो बिग ब्रदर ह्याप्पी बर्थडे ब्रदर। दाइ राम्रो हुन्छ के छ भाइ? अब चाहिँ हाम्रो यहाँ केक मिलाउने मिसनमा छ हामी। बजेट भाषण गरौँ न दाइ, बजेट भाषण ल मान्छे गर्नु पर्दैन त्यतिसम्म है के भाषण धन्यवाद यस आजको अनौपचारिक कार्यक्रमको सञ्चालक आदरणीय दाइ राजकुमार केसीलाई। अब आज त्यो खाजाले पेट छोप्नु पर्यो। ठिक छ पेट तले देखाइहाल्छ नि। अब आज लामो समयपछि हामी सम्पूर्ण युवा दाजुभाइहरू चाहिँ जमघट भएर आज यो कार्यक्रम जुन अर्गनाइज गर्नुभएको छ विशेष गरी हाम्रो भाइ अनिल बस्याल उहाँप्रति एकदम धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो बसमाडी जिसिस 2026 का अध्यक्ष दिपेन्द्र यादवले पनि बर्थडे सेलिब्रेसन गर्नुपर्छ भन्ने हैसियतले चाहिँ उहाँले यो कार्यक्रम पनि राख्नु भएको छ। र सामूहिक रूपमा चाहिँ विशेष गरी अनिल भाइ दिपेन्द्र यादव लगायत सम्पूर्ण टोलीहरू हाम्रो देवराज भाइ त्यसै गरी हाम्रो दाइ मुक्ति लाम यो केक ल्याएर सौभाग्य बढाइदिनु भएकोमा, त्यसै गरी हाम्रो मेलो क्याफिनोका अर्गनाइजर यहाँका साहु पनि भन्दा पनि हुन्छ युवा उद्यमी हाम्रो करण पराजुली सरलाई विशेष धन्यवाद दिन चाहन्छु। मेरो आदरणीय भिनाज यही हुनुहुन्छ, मेरो आदरणीय दाइ श्यामलामा श्यामलो यही हुनुहुन्छ, सन्तोष दाईहरू हुनुहुन्छ, सरोज दाई हुनुहुन्छ, ध्रुव दाई हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, हरि दाई हुनुहुन्छ, हाम्रो 13 नम्बरका राजीव दाई हुनुहुन्छ। सम्पूर्ण उपस्थित हुनुभएकोमा र यो कार्यक्रममा शोभा बढाइदिनु भएकोमा तपाईँहरूले धन्यवाद व्यक्त गर्न चाहन्छु। केही नामहरू छुटेको छन्, सुमन दाई, रोहित भाइ, अभिषेक भतिज, औदय सबै, विशाल भाइ हाम्रो गोप्रोको अहिले भिडियो बनाएर भाइरल हुनुभएको विशाल ईश्वर भाइ सम्पूर्ण आइदिनु भएको र शोभा बढाइदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो केक काट्ने कार्यक्रम त सकिहाल्यो, अब चाहिँ यो खाजा खाने कार्यक्रम छ र खाजा खाने कार्यक्रममा तपाईँले जे मगाउँदा नि हुन्छ, कुनै पनि रोकटोक छैन। तर नखालिकन चाहिँ खाल्यो भने चाहिँ किनभने अन्नले पनि सराप छ भन्छन् र आज औँसी पनि हो र औँसीमा चाहिँ फाल्नु हुँदैन भनिन्छ कि खानेकुराहरू फाल्नु हुँदैन। विशेष गरी हिन्दू धर्मावलम्बीले मनाउने चाड चाहिँ आज औँसी हो। यो 30 वर्षपछि आज औँसी भएको कारणले गर्दाखेरि चाहिँ आज मल मासको नि अन्तिम दिन भएको कारणले गर्दाखेरि चाहिँ विशेष गरी व्रत राख्ने गर्नु छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ खाना नखाइकन खाजाबाट मगाउँ, हुक्का खाउँ। विशेष गरी हामी त हुक्का ग्याङ हो, खाजा खाउँ, धेरै खाना खाउँ तर नखाइकन खाउँ
भन्दै यो अनौपचारिक कार्यक्रम सक्यो त अब हाम्रो औपचारिक कार्यक्रम चाहिँ अब सुरु हुन्छ त्यो कार्यक्रममा सबैजना सहभागी हुनु होला नभागिदिनु होला काम छ भनेर नभागिदिनु होला केही समय बसौँ खाउँ अनि जाउँ है त ल सबैजना हामी अहिले लाइभमा छौँ यहाँ हाम्रो पत्रकार राजकुमार केसी सर भिडियो छलफलमा हुनुहुन्छ गहुँ छलफलमा हुनुहुन्छ सुजनजी र हाम्रो ईश्वरजी हुनुहुन्छ हाम्रो युवा उद्यमी घर जग्गा व्यवसायी विनोद मङ्गलको साथमा हामी छौँ हाम्रो सिद्धान्त सर त्यहाँ बस्नुहुन्छ साहुजी एकदम तनामुडा हुनुहुन्छ साहुजीको व्यवसाय राम्रो भएन भन्ने कुराको छ हामीले यसमा चाहिँ बृहत छलफल गर्दैछौँ कसरी यो अगाडि बढाउनु भनेर रमाइलो चाहिँ सकिसक्यो पार्टी चाहिँ सकिसक्यो होइन अहिले राति भइसक्यो भाइ जान्छु हाम्रो क्याफेको ओनर चाहिँ उहाँ हो है यो क्याफेको ओनर चाहिँ उहाँ हो है क्याफेको नाम भनिदेऊ त भाइ मेलो क्याफे नि हो लोकेसन हेटौडा 4 हुन्ट्रा चौर यहीँ सूत्र लन्चको अगाडिपट्टि छ अपोजिट साइडमा इमो र सूत्रको फ्रेस जुससँगै टाँसेको छ आइदिनु होला है ल सबैजना ल हस् त भाइ गयो ल मलाई चाहिँ बस पार्कसँग साथीले पुऱ्याउनु थाल्नुभएको छ होइन त साथी बस पार्कसँग मलाई पुऱ्याउने होइन त साथी उहाँ चाहिँ सर हो है कुन स्कुलको सर रे साथी उहाँ चाहिँ रिलायन्स बोर्डिङको आज सौरे मास तल सर है उहाँ चाहिँ साथी ल भयो साथी भयो भयो यहाँ हो हामी चाहिँ अघि बसेको साथीले चाहिँ मलाई यहाँसम्म पुऱ्याइदिएको छ है ल थ्याङ्क यू साथी ल राम्रोसँग जाऊ है ल ल ल म चाहिँ अब अटो खोजेर जान्छु दाइ ओ मामा मेरो बान्दा राम्रै हुन्छ खोइ कहाँ बस्ने त म जाने हो जाने हो नि अब यहीँ बस्नु त हुँदैन कि यार मिल्छ होला बान्दा त्यहाँ त अट्दैन सक्दैन बान्दा हस् 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 जानुहोस् जानुहोस् है मामा आजलाई चाहिँ यति नै होइन म अब चाहिँ म अटोमा चढिसक्यो अब घर जान्छु यो हेटौडा बस पार्क भयो होइन अब घर जान्छु अनि भिडियो चाहिँ हामीले त्यहाँ पार्टीमा खाएको दाइहरू बोल्नु भएको प्राइभेट कुराहरू थियो होइन त्यही भएर देखाउन पाएन अब कस्तो कस्तो कुराहरू हुन्छ नि त अनि त्यही भएर सबै देखाउनु पाएन त्यही भएर आजलाई यति नै धन्यवाद अहिलेसम्म हेरिदिनु भएकोमा सपोर्ट गरिदिनु भएकोमा धन्यवाद अब चाहिँ म घर जान्छु बाई